हेलो साथीहरू, हामी चाहिँ आज ड्युटीबाट आउँदाखेरि रुमको कन्ट्र्याक्ट सकेर बसेको रहेछ होइन। त्यही भएर हामी चाहिँ यसो बाहिरतिर बसिराखेको अहिले चाहिँ। अनि अब चाहिँ रात परिसक्यो, अब पनि रुम खोलेको छैन होइन। यस्तै छ है परदेशको जिन्दगी। सबैजना मान्छेहरू बाहिर बसिराखेको छ, कति बेला रुम खुल्छ भनेर, कन्ट्र्याक्ट लिनुहुन्छ हुँदैन थाहा छैन। अब चाहिँ हामी कन्ट्र्याक्ट लिनु नभएर पनि बाहिरको फोटेबलमा सुतिरहेको छ है। राति खाना चाहिँ खाइयो अनि यसरी बाहिर सुतिरहेको, फोटेबलभित्र बाहिरदेखि भन्नु अर्कै फोटेबलमा है। सबैजना यतिकै जिस्किँदै रमाइलो गर्दै बसिराखेको। अब किनकि त्यहाँ चाहिँ कन्ट्र्याक्ट कहिले लिनु हुने थाहा नै थिएन होइन, छैन। अनि यताउता जिस्किँदै मजा गर्दै बसिरहेको छ। ओढ्ने लुगा छैन, सुतिरहेको मात्र छ फोटेबलमा होइन। आज चाहिँ बिहान भयो अनि हामी चाहिँ राति त्यही रुममा आएर सुतेको थियो। पछि अब फेरि यहाँबाट अब यो क्याम्पमा नबस्ने अर्को ठाउँमा जाने भनेर हामी चाहिँ सामानहरू सबै निकालेर बसेको, बस कुरेर होइन। बस कति बेला आइपुग्छ भनेर अब रुमलाई बाई बाई गरेको। अनि कति समय बसेपछि एउटा खानाको गाडी बल्ल आयो होइन। यसले चाहिँ खाना लिएर आएको छ हाम्रो लागि। अनि हामी त्यहाँ खाना खाएर फेरि बस कुरेर बस्छौँ। अनि पछि बल्ल बल्ल बेलुकाको 4 बजे बस आइपुग्यो होइन। बिहान 6 बजेदेखि बसेको मान्छे। अनि बसमा सामानहरू सबै राखेर हामी निस्केर गएको अर्को क्याम्पको लागि होइन। अनि कति मान्छे बस नभेटेर बसिराखेको छ। अर्को क्याम्पमा गएपछि नि ब्रिफिङ गऱ्यो तर रुम पाएन। अनि खाना चाहिँ त्यही क्याम्पमा खाइयो है।